अब एक्लै जिउन सिक्दैछु। यो अरूले दिएको खुसी त कतिखेर खोसेर लान्छन् थाहा नै नहुँदो रहेछ। पैसा कमाउनु पर्दो रहेछ भ्यालु पाउनको लागि। जस्तो मसँग पैसा छ भने म भ्यालु भएँ, जति नै राम्रो काम गरौँ होइन, मतलब पैसा चाहियो क्या। यदि हो मैले पैसा कमाएर चाहिँ देखाउन सक्नु पर्छ, दिनु पर्दैन कसैलाई। जस्ट मैले पैसा कमाएको छु है भनेर सुनाइदिए पछाडि नै भ्यालु क्या इज्जत बढ्ने रहेछ। खुसी खोज्दा खोज्दै समय बित्यो अनि भविष्य खोज्दा खोज्दै जिन्दगी। अब त साँच्चै नै थाकिसकेँ म यो जिन्दगी देखेर। न त हिँड्ने बाटो भेट्छु, न त पुग्ने गन्तव्य नै।